हेलो एभ्रिवान, दिस इज मी चेतना राठौड। यो मेरो फर्स्ट भोइस ओभर हो एन्ड यो मेरो फर्स्ट निशान यात्रा हो। यो चाहिँ मेरो अनप्लान्ड थियो एकदमै। मैले अचानकै प्लान बन्यो मेरो अनि म निशान यात्रामा लाग्यौँ। सबभन्दा पहिला म कृष्ण गौशाला गएँ, जुन चाहिँ विराटनगरमा छ। त्यहाँदेखि हामी हिँड्दै बाबाको दर्शन गर्दै झन्डा लिएर निशान लिएर हामी श्याम मन्दिर जान लागेको। अनि मैले चाहिँ म्याच गरेर झन्डा पनि आफ्नै लुगासँग म्याच गरेको थिएँ र मैले येल्लो कलरको ड्रेस लगाएको थिएँ। भगवान्को पनि येल्लो कलरको ड्रेस देखेर म चाहिँ मक्ख परेँ। अनि रमाइलो गर्दै मैले झन्डा फैलाउँदै आफ्नो साथीसँग श्याम मन्दिर निशान यात्रा पैदल यात्रा गरेँ। यो चाहिँ मेरो फर्स्ट भएर म एकदमै एक्साइटेड थिएँ एन्ड आई वाज इन्जोइङ अ लट। सो त्यो लास्टमा चाहिँ खुट्टा एकदमै गल्यो, क्राम्स आयो, तर एकदमै रमाइलो भयो। अनि भिड पनि एकदमै थियो र सबैजना भक्तहरू यी डान्स गर्दै, आन्टीहरू डान्स गर्दै जाँदै हुनुहुन्थ्यो। एन्ड हामी पनि बिच बिचमा फ्रुटी पानी खाँदै आउँदै थियो। यो चाहिँ सुरजगढदेखि आएको निशान हो। एन्ड यसो रमाइलो गर्दै फाइनली हामी श्याम मन्दिर पुग्यौँ र बाबाको दर्शन भयो। एन्ड एकदमै राम्रो दर्शन, रेड गुलाबले सजाउनु भएको थियो बाबालाई। अनि दर्शन गरिसकेपछि हामीले भोजन गऱ्यौँ। भोजन गरेर हामी घरतर्फ लाग्यौँ। एन्ड मैले फेरि माथि चढेर फेरि अलिकति भिडियो क्याप्चर गरौँ भनेर फेरि माथि चढेँ। फेरि दर्शन भयो। हेरेर पनि चित्त नबुझ्ने क्या, आँखा अड्किरहेको थियो। एन्ड सो त्यसपछि दर्शन गरेर म घरतिर लागेँ। थ्याङ्क यू।